अलिक पाइल्सको समस्या छ। उम्, हजुर नमस्ते। हजुर के भएर यहाँ आउनु भएको होला नि? स्पेसली मेरो चाहिँ अलिक पाइल्सको समस्या छ अनि त्यही उपचार गर्न लागि चाहिँ आएको हो। फर्स्ट टाइम यो हो हजुर आउनु भएको? हजुर मेरो चाहिँ फर्स्ट टाइम हो। मैले पनि मेरो दादाबाट चाहिँ इन्फर्म पाएको हो। दादाको पनि पाइल्सको समस्या भएको थियो अनि उहाँ डक्टर जयशङ्कर प्रसाद शाहलाई नै देखाउनु भएको थियो उहाँ। अनि उहाँबाट चाहिँ दादाको चाहिँ उपचार क्रममा चाहिँ सन्चो हुनुभयो। अनि त्यो फिडब्याकले चाहिँ त्यो पाइल्स चाहिँ मलाई नि पल्झे जस्तो लाग्दाखेरि अनि दाइबाट चाहिँ इन्फर्म पाउँदा यहाँ चाहिँ जानुपर्छ है भन्ने खालको चाहिँ इन्फर्मेसनबाट चाहिँ म यहाँ छु। अब हेरौँ के हुन्छ। भनेपछि दाइको तर्फबाट दाइको हजुर हजुर दाइको इन्फर्मबाट नै आएको म। त्यसो भने हजुर चाहिँ कहाँबाट आउनु भएको होला नि? हामी चाहिँ कटरी 7। यही कटरीबाट हो? हजुर हजुर। यति टाढाबाट आइदिनु भएकोमा धन्यवाद होइन। जस्ट अब डक्टरको सल्लाह अनुसार सबै राम्रो भएर अनि फेरि अर्कोचोटि पनि हजुरसँग भिडियो यसरी नै लिनेछु नि है। हजुर आशा गरौँ अर्को भिडियो चाहिँ यसरी नै बनाउनु पाऊँ र त्यो अर्को भिडियो आउँदाखेरि चाहिँ म पाइल्सको चाहिँ सन्चो भएको प्यासेन्ट चाहिँ हुन पाऊँ र खुसीको साथ अर्को इन्टरभ्यू चाहिँ ठ्याक्क दिन पाऊँ। त्यसमा है धन्यवाद है ल। धन्यवाद।